कति राम्रो फुल फुलिरहेछ यहाँ तपाईहरूले देख्न सक्नुहुन्छ सेतो पहेँलो फुलै फुल फुलिरहेछ फुल तर के को यो फुल के हो थाहै भएन मलाई कुन फुल हो यो देख्न सक्नुहुन्छ तपाईहरूले कुन फुल हो यो तपाईहरूलाई यहाँ देखाउँदैछु श्री कृष्ण भगवानको मूर्तिहरू हजुर हेर्न सक्नुहुन्छ भगवान श्री कृष्णले पुरै पहाड पहाडै थाम्नु भएको छ देख्न सक्नुहुन्छ राधाले कृष्णहरूलाई नचाइराखेछन् गोठ मुनि छहरीमा एक्लै थामिदिएछन् एउटै औँलाले थामिरहेछ संसार तपाईहरूले देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ श्री कृष्णले पुरै थाम्नु भएको छ गाइज है त मैले एकदमै मिठो शैलीमा गायिका मेलिना राईको लयमा गीत गाएर तपाईँहरूलाई मैले इन्ट्रोडक्सन दिइरहेको छु यहाँको बारेमा चाहिँ मैले भनिसकेको छु निकै राम्रो यहाँ छ यो मन्दिरमा काठमाडौँ डाँडाको मन्दिरमा चाहिँ यो चाहिँ एकदमै राम्रो आकर्षक छ क्या हेरेर एउटा चाहिँ यहाँ चाहिँ निकै राम्रो कलात्मक ढङ्गले बनिएको छ एउटा पहाडलाई चाहिँ एउटा हातले औँलाले उचालेर मुनि चाहिँ श्रीकृष्णले सबैलाई बचाइराख्नु भएको छ छाता जस्तो बनाइदिनु भएको छ नि त यहाँनिर यहाँ देख्नुहुन्छ पानीको फाउन्टेनहरू छ तर पानी चाहिँ यहाँनिर माछा छैन होला यहाँ चाहिँ मृगहरू देख्न सक्नुहुन्छ तपाईँले मृगहरू भयो यहाँ मृगको बच्चाहरू अरू थुप्रै किसिमका छन् यहाँनिर अहिले चाहिँ हामी यहाँ काठमाडौँ भिड गरेर छौँ यहाँनिर मृगहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ माथि चिल्ड्रेनहरू खेल्नको लागि छ यहाँ माथि भगवान्हरू दर्शन हामीले गरिसकेका छौँ यहाँ अर्को नयाँ मन्दिर पनि बन्दैछ यहाँनिर अहिले हामी चाहिँ अब लास्ट हाम्रो भिजिटिङ लास्ट कम्प्लिट हुन आँटिसक्यो है अब चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ अहिलेको लागि चाहिँ हामी यो भिडियोदेखि छट्टै ब्याक गर्न चाहन्छौँ यहाँ थोरै तपाईँलाई देखाउँछु थोरै भगवान् श्रीकृष्णको उता यति पछाडि थियो यो चाहिँ भगवान् शङ्करजी शिव भगवान्को कैलाश मानेश्वर यहाँ देख्नुहुन्छ तपाईँले यहाँनिर भन्दै गुड बाई।